हेलो गाइस, सेवा नमस्कार, स्वागत छ तपाईहरुलाई मेरो यो नयाँ भिडियोमा। र भिडियो हेरेर तपाईहरु सबैजनाले मलाई मेरो च्यानललाई लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला हैन। अनि आज चाहिँ यहाँ म र मेरो बुढा तपाईहरुले देखिरहनु भएको छ। हामीहरु चाहिँ बिरपाडा जाँदै छौं। बिरपाडा घुम्दै सपिङ गर्नु जाँदै छौं हामीहरु भन्दा पनि हामी दुई बुढा बुढी मात्रै। आज चाहिँ केही पनि किन्नु छैन, तर पनि हामी चाहिँ बेहुलीको लागि साडी अनि लागि एउटा केही लुगा छ भनेर चाहिँ हामी गएको है साथीहरु। लगा पनि रहेछ, यस्तो राम्रो छ यहाँनिर, यस्तो राम्रो चिया बगान छ। खाली भेन्जर यस्तो दामी छ। अहिले खास चाहिँ त यो टाइम होइन हरियो हुने, तर पानी हालेर चाहिँ नि यसलाई पानी हालेर पुरा हरियो बनाउँदो रहेछ जस्तै। साथी हो, अहिले चाहिँ हामी बिरपाडा आइसकेको छौँ र यहाँनिर अहिले साडी हेर्दैछौँ। यहाँनिर चाहिँ यमुनाको लागि साडी हेरेको, हाम्रो लागि चाहिँ साडी हेरेर पनि भ्याइसक्यो। अनि यो साडी हेर्दा चाहिँ यहाँनिर मैले यो बेलसँगको लाउनु जान्दिनँ र मलाई यहाँनिर चाहिँ छ कसरी लाउनु भनेर चाहिँ लगाइदिनु मात्र हो, सिकाइदिनु मात्र हो। आज भने चाहिँ यहाँनिर लास्टै छुवारा दर्द गर्दैछ। चिन्जानी भएको छैन, यहाँनिर छुवारा दर्द गर्दैछ। कति घन्टा भयो कस्तो बम्सहरूको। अनि बिरपाडा पुग्नु 6 माइलदेखि यति टाइम लाग्दो रहेछ। कति 10 बजी हिँडेको, 2 क्रस गर्दाखेरि पुगेको थियो। कहीँ नबिसाइ जाँदाखेरि पनि अन्त त्यहाँदेखिको त्यहाँनिर 2 घन्टा जस्तो बस्यो। 2, 3, 4, 4.5, 2.5 घन्टा बसेर चाहिँ हामी निक्ल्यो। अहिले हावा लागेको छ, एकछिन रेस्ट गरेको। यस्तो गरेर गएको थियो। यहाँनिर स्कुटीको हालत यस्तो छ हो, सफा राखेको अनि पुरा तकिएर अहिले पनि अलिक रेस्ट दिएको। एकछिन पुरा सपिङ सस्तो चाहिँ धेरै सस्तो पनि भयो। दामी बगान, अब यति बसेर जानुपर्ने भगवान। यस्तो गरम फेरि के आमामा भयो। हेलमेट लाउँदैन होला, यता आउँदाखेरि चाहिँ यति बेसी लुगा लगाएर आएको थियो। अहिले चाहिँ उतार्दै नेपालीहरूको बानी बेहोरा जस्तो हुन्छ नि, पानी खाने बोतल होइन हो, रुख मैला फेंका भने अरे मनमा पनि फेंका भने अब फेरि लागेको हामीहरू। रात परिसक्यो, आज 8:30 अगाडि हाम्रो चाहिँ यहाँनिर प्रिया सोल्टी अर्जुन सोल्टीले यहाँनिर डोकोबुनेको हेरौँ है साथी हो। यस्तो दामीले कमेन्ट दिनु होला। मलाई त कस्तो दामीको लागेर यहाँ भिडियो बनाइदिएको। यसमा कमेन्ट गरिदिनु ल त। कति मिनटमा बुनिसक्नु भयो? यो बुने भने 15 मिनटमा। 15 मिनट भयो है। हाम्रो यहाँनिर बिहाको चाहिँ अहिलेसम्म रेडी भइसकेको छैन। गेटहरू यहीँ छ। यसरी भाडाहरू त झन् कति हो धोएर राख्नुपर्ने छ, सुकाउनु पर्ने छ चेयरहरू। यो चाहिँ डाइनिङ रुम भन्छ के भन्छ हुँदैछ हल्का। लु अब चाहिँ फिनिस भयो। यही हातले बुनेको, भोलि खोज्छ होला नि त होइन। अलिकति पेन्डिङ गर्नु छ। तपाईँको कुन चाहिँ पिक्चर रिलिज हुँदैछ अरे भनेको? मेरो फर्किआउने छु नेपाली मुभी कहिले? 26 तारिक रिलिज हुँदैछ ड्रिम थिएटरमा। आउनु होला सबैजना। तपाईँसँग गयो भने सबै फ्री होइन? गाडी भाडा फ्री अरे, टिकट फ्री अरे, अरू के आउनु होला। गाडीको टिकट त किनौँला, गाडी चाहिँ गाडी मेरो छँदै छ। ट्रिप मार्ने बेला भयो त। 26 तारिक अरे कालिम्पोङ हलमा रिलिज। यहाँनिर एक्टर यहाँनिर के भन्छ? मल्टी ट्यालेन्ट भन्छ यसलाई चाहिँ। ट्यालेन्ट अरे, अरू के भन्छ?
सबै कुरो सबै कुरो यहाँ बनिसकेको चाहिँ अहिले चाहिँ रुखको एउटा एउटाबाट बनिसकेको देवाली यमुनाको बिहाले पनि गर्नु गर्यो यहाँ मान्छेहरूलाई रुखको बनाएर ड्राइभरहरूलाई हामी हेरेको हेरै भन्दैछ हेर्दा हेर्दै बनिसक्यो यो चाहिँ ऊपर झुन्डाउने होइन यो गएको चाहिँ यहाँ झुन्डाउने हो यो गेटमा ऊ यहाँनिर धनुकाँड रहेछ यहाँनिर वाबु मेरो धनुकाँड मेरो चाहिँ यहाँनिर नि मेरो यो थोप्रा बिग्रिरहेछ कि त्यो चाहिँ अस्ति सुटमा लडेर चाहिँ यहाँनिर यस्तो बिग्रेको यहाँनिर अनुहार देखाइ नसक्नु छ त्यही भएर मैले अनुहार कम्ती देखाएर भिडियो बनाएको छु अहिले चाहिँ यहाँनिर मल गरेर जानु आँटेको सामान किन्नु लागि अन्त यहाँनिर अहिले चाहिँ यहाँनिर पछाडि चाहिँ योहरू सबै बनाउँदैछ पुरा कम्प्लिट चाहिँ भएको छैन हो यहाँनिर सेल्फी खिच्ने पनि बनाउँदैछ अनि यहाँनिर सेल्फी खिच्ने यहाँबाट चाहिँ हाम्रो यहाँनिर गेट बनाएको छ यहाँ गेटबाट चाहिँ गेट चाहिँ यतिकै अरे सिम्पल यो के भन्छ हाम्रो राईको अन्त यहाँबाट यसरी गएर बाटो यहाँनिर चाहिँ यो चाहिँ हो सेल्फी खिच्ने अरे सेल्फी खिच्ने जग्गा अनि यहाँनिर छ यो चाहिँ यहाँनिर बुफे राखेर डाइनिङ अरे यहाँ खाना खाने जग्गा अरू तल बनाएको छ बनाउँदैछ पुरा कम्प्लिट त भएको छैन अनि म चाहिँ अहिले भर्खर यहाँ जानुपर्ने अलगढा किनभने अहिले अलगढा भोलि बिहा हो नि त अन्त बिहामा अन्त गिफ्ट किनेको छुइनँ गिफ्ट किन्नु पर्यो गिफ्ट नदि त अन्त त्यो बहिनीलाई त अब अलिक अट लाग्छ नि त त्यही भएर फाइनली आज चाहिँ बिहा हो अनि डेकोरेसन पनि भएको छैन यहाँनिर हामी चाहिँ बिहानै उठेर यहाँनिर डेकोरेसन गर्दैछौँ म बहिनी हामी सबै भएर दिदीहरू भएर सबैजना भएर 5 बजी उठेर चाहिँ डेकोरेसन गर्ने थियौँ तर 6 बजी उठेर गर्दैछौँ अहिले र पनि कम्प्लिट चाहिँ भएको छैन यस्तै छ अहिले सकेको छैन कामहरू यहाँनिर चाहिँ सुम्खिम हो यो चाहिँ र यो पनि कम्प्लिट भएको छैन डेकोरेसन यहाँनिर अरूहरू चाहिँ डेकोरेसन भइरहेकै नै छ हाम्रो खत्तमै भएको छैन डेकोरेसन अन्त यहाँ चाहिँ सेल्फी खिच्ने हो हेलो हेलो सबैलाई वेलकम मेरो ब्लगमा अहिले यहाँनिर सबैजना फिका फिका देख्दैछ यहाँनिर काम गर्नु परेर यसको चाहिँ बर्थडे हो यता हेर यहाँ तँलाई म यहाँनिर भिडियोमा पनि विश गर्छु ह्याप्पी बर्थडे जन्मदिनको धेरै धेरै शुभकामना ह्याप्पी आज यमुनाको बिहामै नै यसको बर्थडे पर्यो यहाँनिर भर्खरै हाम्रो चाहिँ यहाँनिर टालटुले नै काम चलिरहेको छ है यहाँनिर चाहिँ डाइनिङ अहिले सेटअप हुँदैछ भर्खरै यहाँनिर चाहिँ खानाको लागि रेडी गर्दैछ अरूहरू उतापट्टि बार भयो यो चाहिँ हाम्रो गेट हो यहाँनिर यो चाहिँ हाम्रो ट्रेडिसनल गेट हो हेलो गुड मर्निङ के भन्नु छ तिमीलाई बिजी बिजी जिन्दगी चल्दैछ हेलो ऊ चाहिँ बेहुलीको दिदी हो आज यहाँनिर बिहा छ बेहुलीको डेकोरेसन चाहिँ आज बिहा डेकोरेसन सबै छैन यहाँनिर ऊ चाहिँ बेहुलीको हामी चाहिँ बेहुलीको खोया हो म चाहिँ बेहुलीको दिदी हो हामी चाहिँ बेहुलीको खोया हो देखो हामीलाई इन्ट्रोडक्सन गराउनु यहाँ तेरो बिहामा यी फुल बनाउँदैछु बिहान बिहान उठेर तल अमलाको पैसा खोज्नु जानु अमली बेहुलीको दिदी केही छ भन्नु केही छैन यहाँ नचलाउनु भिडियो यो चाहिँ हाम्रो डेकोरेसन अझै पनि सकेको छैन अहिले जन्ती आइपुग्छ होला यो डेकोरेसन सक्दैनौँ हामीले अझैसम्म पनि डेकोरेसनै सकेको छैन यो यो योले साह्रो रोटी गरेँ मलाई यहाँनिर चाहिँ आएर लडेको हुन्छ नि रक्सी खाएर मेरो साह्रो रोटी भयो मरेर हामी चाहिँ यस्तो बनाउँदैछौँ यहाँनिर यो सब यमुनाको करतुतले गर्दा हो यो यमुना बिहा नगरेको भए हामीले चाहिँ दुःख पाउँछ सुनिरहेको स्याहार अबदेखि फेरि फेरि बिहा गर्ला गरेन भने पनि केना गर्यो साह्रो छ अलिक भएन यो भएन अलिक यस्तो बिजोग भयो के भन्नु र अलिक यो अलिक अलिक नजिक भयो खै टाढोमा यस्तो बिजोग गर्नु के हो मजाले टाढिँदो रहेछ चाहिँ के तर यमुना वेट्स अनु छ त विशाल राम्रो देख्नु रहेछ होस् न अहिले अहिले भरे गर्नु यहाँ नि आउनु आमा
हेलो हेलो सोल्टी, यो चाहिँ मेरो सोल्टी हो। आज बेहुला जस्तै भएर आउनु भएको रहेछ सोल्टी ज्यू, हल्का फुल्का है। तर पहिला पुरानो सोल्टी हो नि, अहिलेको नयाँ चाहिँ होइन, यो बिहाको नयाँ चाहिँ होइन। यहाँनिर चाहिँ हाम्रो गेटमा यहाँनिर भाषाबाट चाहिँ एउटा झारा चाहिँ टाल्यो, अब सेवान्ने अरे त्यहाँबाट यो कलर त छैन झारा सेवान्ने योहरू चाहिँ यहाँनिर गेटमा टाल्नु पर्ने छ बाँकी नै। काटेर आएछ दारी काटेको अरे हो। फाइनली हाम्रो चाहिँ सबै डेकोरेसन सक्यो, भ्यायो। अब आफ्नो आफ्नो काम गर्दैछ, काम भन्दैन अब रेडी हुनु गएको छ सबैजना। यहाँनिर चाहिँ लेखेको छ झारा सेवान्ने भनेको चाहिँ राई भाषाबाट सबैलाई नमस्कार। अन्त त्यहाँदेखिको यहाँनिर बलुन यसरी झुन्डाएछ यहाँनिर हो। यहाँनिर सेल्फी उयो अरे प्लेस अरे कि सेल्फी हान्नु यहाँनिर। तर यो घामले गर्दा अलिक डिस्टर्ब दिने रहेछ यहाँनिर सेल्फी हान्नु चाहिँ। यहाँ दामी भएको रहेछ। यहाँनिर चाहिँ लेखेको छ आलाङ्ने भनेको धन्यवाद भनेको अरे। ल हाम्रो म यहाँनिर फाइनल उयो गरेको हौ। अहिले तिमीलाई अहिले देखाउँदिनँ, भरे देखाउँछु। सक्यो हाम्रो चाहिँ यहाँ फाइनल लुक्स देखाइदिएको। यहाँ पनि सक्यो, यसरी रहेछ आमा र आपा। हेलो टेबलमा चाहिँ उयो छेउ न, टेबलको अहिले चाहिँ एकदम फ्यान्टास्टिक भइरहेछ यहाँनिर। त्यसमा चाहिँ छ एउटा स्पेसल यो टाल्नु छ यहाँनिर, यो एन्ट्री फी हेरिहाल्नु है। यहाँ बेहुला र बेहुलीलाई यहाँनिर होस् गर तिमीहरू, अलिक गोजीमा पैसा हालेर लिएर आउने गर्नु भनेर नभन्नु मलाई यसो टालिदिनु भने। यहाँ हो त यहाँनिर यसरी। यहाँनिर हाम्रो चाहिँ अब अक्षता छर्किने ट्रन्डा छ है। यहाँनिर रातो माटो हिलो अलिक हिलो सरी गयो एउटा। अब चाहिँ यहाँ के गर्नुपर्छ बेहुलीले चाहिँ खाना खाइसक्यो। म चाहिँ यहाँनिर खाएर ए हिँड्नु भयो। ए नयाँ मेम्बर कस्तो अरे दाँत छैन भन्दैछ। बेहुली आउँदैछ, बेहुलीको दिदी चाहिँ यहाँनिर। यमुनाले पनि चाटेर चाहिँ बिहामा पानी पऱ्यो अरे। लु अब बेहुला बेहुली दोकानमा यहाँनिर हाम्रो चाहिँ पुरै घरनाघर पानी पर्यो यसरी। आमा बिहामा के हो यो, बिहा हो कि? बेहुलीको बिजोक छ यहाँनिर, पानी चलेर अब यहाँनिर दुःख भयो हाम्रो। बाहिर निकाल्यौँ अहिले चाहिँ। एकछिन भिडियो बनाइदियो भाइ। यहाँ चाहिँ हाम्रो सोल्टी र यहाँ चाहिँ अब साथी पनि युट्युब भएको है, साथी हेर्दैछु। तपाईँको युट्युबको च्यानलको नाम भनिदिनु। एक्सआर भ्लग्स 220 220 रहेछ। अम्बो राम्रो गर्दो रहेछ साथीले होइन। अब यसरी आज राम्रो गर्दै जानुहोस्। एकदमै पानी आएर यहाँ चाहिँ सिनियर पार्टी हो।
पानीको चाहिँ कमी छैन रहेछ है, पानीको चाहिँ वरिपरि पनि आकाशबाट पनि दिइरहेकै छ। जता भएन होइन यसरी टिका आपा लगाइदिनु पहिला टिका। यहाँ टिका टाल्ने काम हुँदैछ अहिले चाहिँ। म आशीर्वाद दिँदैछु। लु आशीर्वाद भट्याउनु त लु। हाम्रो नसुटे चतुर सयङ र गवे भगतका भगन धरे Về mẹ buổi nữa